त्यो गोपाले बाबैको आमा होइन अनि त्यो बजु चाहिँ जानुभयो कि बित्नुभयो अर्को कान्छी बिहा गरेको बाजे त्यो गोपालको आमा मार हिर्काइदिएथे मै त भागेर गयो कि मै त भागेर गयो पर्सिपल्ट फेरि लिनु गएँ तपाईँको छोरीलाई हिर्काइदिएछ ससुरालाई हिर्काइदिएछ कता छ भने लो यहाँ त थाहा छैन यहाँ त आएको छैन भन्यो होइन आएको छैन अनि मेरो पालो फर्केर घरमा आएँ ओरेँ अनि फेरि पछाडि 1 महिना 1.5 महिना के कतिमा पुर्याउनु ल्यायो तेरो लुकाएको रहेछ होइन माइत लुकायो कि त्यहाँदेखि ऊ मधेसतिर जाँदै गरेको रहेछ पर बाटोदेखि फर्काएर ल्यायो कि यहाँ परतिरको मान्छेले फर्काएर ल्याएपछि यहाँ बुझाउनु ल्यायो कि पहिले म खोज्न ससुरा उसको बाउ अनि पहिले चाहिँ माइततिर मेरो नाता नालामा छैन भनिस् अहिले चाहिँ पुर्याउनु ल्याइस् माइत आफ्नो नाताकोमा त होइन नाथाकोमा थियो अहिले त्यो नाथालाई खोसाएर अहिले पुर्याउनु ल्याइस् भन्नु थालेँ मैले होइन नाथाको पट्टि कुरा लगेँ अनि लिएको मान्छे जिम्मा दिनुलाई लिएको मान्छे बोलेन त्यतिकै लग्यो त्यहाँदेखि अहिले त्यहाँदेखि पुवालामा दिपठायो पुवालादेखि फेरि मेरो पालो पुवाला लग्यो गएँ जारी उठाउनु गएँ त्यस बेलाको जारी 500 रुपियाँ थियो कि 500 रुपियाँ राखेन 10 रुपियाँ पैसा र सुँगुरको ढाड अनि रक्सी 1 बोतल अनि जाँड राखिदियो कि कति मेरो सेरहरूको भाडा मेरो बिहामा लागेको अनि कति राख्नुभयो मैले त्यो भने पुवालामा नि ल्याब्लेमा त्यहाँदेखि त्यो भन्दाखेरि लाख रुपियाँ राखिएको छौँ लाख रुपियाँ भन्यो लो तिमीहरूले लाख रुपियाँ राखेको छौ भने 10 रुपियाँ पैसा राखेको छ नि देख्दैछु नि तपाईँ देख्दै हुनुहुन्छ पैसा देख्दैछु नि अनि लाख रुपियाँ राखेको छौ भने लो पत्तापट्टि त्यहाँ गन म खाटमाथि बसिरहेको छु होइन लो पत्तापट्टि लाख रुपियाँ गन लाख रुपियाँ तिमीहरूले यहाँनिर गन्यौ भने म ठिकै छ म समाटौँला लिउँला तर त्यहाँ एकाएक गर्नुपर्छ भन्नु थालेँ एक्लै जानुभएको तपाईँ बाजे एक्लै जानुभएको जारी उठाउनु कि अरू पनि थियो तपाईँको साथमा साथी लगे त्यही बुढो लगे ससुरा होइन लो हिँड भनेर लगे 2 जना मेरो फाल्टो मान्छे मपट्टि बोल्ने मान्छे मेरो दाजु भतिजो लगे जम्मा 4 जना गएको छौँ के भन्नु बाजे अनि त्यस पछाडि लु गन त भन्दाखेरि के भन्नु तिनीहरूले गन्दै गरेन 10 रुपियाँ पैसा त्यहाँ राखिराखेको छ अनि सुँगुरको ढाड अनि सुँगुरको ढाड म सुँगुरको ढाड भुली सुँगुर त्यता डुली हिँडेको देख्दैछु नि यत्रो केही काट्यो त्यो ढाड राख्यो होइन त्यहाँदेखि ढाड राख्यो यहाँदेखि उभो त्यहाँदेखि त्यो 10 रुपियाँ पैसा त्यहाँदेखि कुरा भयो कति राख्यौ त यो सिलौटको भाडा उठाउनु म आएँ त कति राख्यौ भने लाख रुपियाँ राख्यौँ लो गन त्यहाँ भैमा गन लाख रुपियाँ तिमीहरूले गनेर लाख रुपियाँ पुर्यायो भने धन्यवाद भन्छु म लिन्छु तिमीहरूलाई म भरपाई दिन्छु भने लाख रुपियाँ बाबु गर्नुहोस् त्यो 10 रुपियाँ पैसा राखिएको छ लाख रुपियाँको कुरा गरेको छ होइन बोलेन होला तिनीहरू त्यहाँदेखि फेरि थप्दै 1000 पुर्यायो 1000 पनि लिइन त्यहाँदेखि 1500 पुर्यायो 1500 पुर्याउँदा पनि लिइन अनि 500 थियो भनेको होइन जारीको त
500 हो कानुनमा 500 छ तर तपाईँले पेलेपछि तिनीहरूले पैसा बढायो पेलेपछि पैसा बनाउँदै 2000 पुर्याएर पनि लिइन त्यहाँदेखि 2500 पुर्यायो मैले त्यहाँदेखि छोडेर लो जाउँ भनेर मन्तिर एउटा बुढी मान्छे देखेँ अनि आमै भने हजुर नाति बजु भने हजुर नाति भने तपाईँकोमा 2 महिना चामल छ भने छ नाति छ भने बजु एउटा सानो कुखुरा पनि छ भने छ नाति छ तपाईँले पकाइदिनु सक्नुहुन्छ भने पकाइदिउँला नाति पकाइदिउँला भन्यो अलिक मनतिर नि अलिक परतिर मनतिर त्यो बास गाडीमा पकाउनेमा पुग्यो भात खानेमा पुग्यौँ होइन भात खाएर आउने भनेर त्यहाँदेखि पकाइदिनेमा पुग्यो पकाइ पनि दियो त्यहाँनिर माथिदेखि छोपेर झऱ्यो छोडेर हिँडेको नि त्यहाँदेखि लु जाउँ हामी 2500 पुर्याइदिन्छौँ भन लु जाउँ भन मैले छोडेर हिँडिसकेपछि म यो बाबतमा म एक कदम जान्न अनि तिमीहरूको खेलाची र मलाई खेलायौ होइन तिमीहरूको खेलाची म होइन भन्नु थाल्यो कि लु झार्दिने भन्यो त्यहाँदेखि 2600 रुपियाँ राख्यो सुँगुरको ढाड झोलामा लगाएर ल्यायो अनि यति काटेर राखेछ यो गठन जति ऊ काटेर राखेछ यो पाटा झोलामा लगाएको रहेछ त्यहाँदेखि अब पहिले नै अब त्यो नराखी नै कुरा मिल्यो होइन कुरा मिलेर झारिसक्यो अनि झोलादेखि त्यो ठुटेर निकाल्दा त यति छैन टाउको चाहिँ काटिहालेछ यो गर्दन टाउको राखिहाल्यो अनि चलन चाहिँ के हो तिमीहरूको यहाँको चलन के हो भने यो बेसी कुरा तान्यो यो ठुट्नाले कुरा धेरै उझिनेकोले यो ठुट्ना चाहिँ काटिदिएको चलन यस्तो चलन छ भन्यो यो ठुट्नाले धेरै कुरा उझिन्यो र ठुट्ना काटिदिएको भन्यो राख्नु चाहिँ यति राख्यो अनि त्यो लिएर आउनु हो बाजे लिएर आएर त्यो पारुङमा पकाइ खायौँ त्यहाँ जाँड पनि त्यो अडम्बेको घर वल्लोपट्टि त्यो कुलो मुनि नि त्यहाँ पकाएर खायौँ ओर्यौँ कि 4 जनाले अनि घरतिर आयौँ त्यो बाजे त्यो जारी उठाउनु जाँदाखेरि त्यो पहिलापट्टिको बजु चाहिँ देखा पर्दैन त्यहाँ पर्दैन परेन होइन उसको माइतीहरू उसको घरको परिवारको मान्छेहरू मात्रै देखा पर्दैन यहाँको चलनले मधेसको चलनले चाहिँ जसले लान्छ उही अगाडि नै कुरा गर्ने अनि त्यो पहिला चाहिँ बाजे किन त्यो बजुलाई तपाईँले कुट्नु भएको के झगडा परेर कुट्नु भएको उँभो नलगाउने त्यो मेरो सासू ससुरा सालाहरू काम नगर्ने खेती नगर्ने तिनीहरू नि अनि यहाँ मरि रात दिन पानी ढाएर खेत रोप्यो अन्न पानी बनायो खुसु लिनु आउने म नभएको बेला मैले यसो विचार गर्यो लिनु आउने लगिहाल्ने बजुले नि दिपठाउने रहेछ हैन त्यो मेरो बुढीले दिपठाउने उसको आमालाई त्यहाँदेखि त्यसको तिनीहरूलाई मैले पाल्नु पर्ने होइन अन्न चाहिँ अब यताउति गरेर 50-60 मुरी राख्थेँ धान 50-60 मुरीको खानेजन छैन होइन तपाईकोमा मेरोमा खानेजन छैन 50-60 मुरी धान राख्थेँ मङ्सिरमा भरै भनेर नबेच्नु त्यसै सकिन्थ्यो अनि जब त्यसको आमा मेरो सासू यहाँ घरमा कहिलेकाहीँ पिलिक्कै देखेपछि उतलतिर घाँस काट्नु जाने डोका लिएर म घाँस
काट्नु नि तलतिर तलतिर पनि मेरो बारी छ आफ्नो बारीतिर डोको बोक्यो गयो अनि कसिएर राम्रो लगाएर किजिदिएर लाने के धानहरू तपाईँ नभएको बेला म नभएको बेला अनि मेरो पल्लो दिइहालेको थप्पड के बक्सिङले साह्रै पिट्नु भयो क्या बाजे साह्रै पिट्नु भयो रिस उठेर पिटेँ अलिअलि निकै नै पिटेँ झापट हान्नुभयो अब यसरी मुर्कीले पनि पिटेँ लात्तीले पनि हाने अब सदम जति तिनीहरू बसेर खाने अनि पहिला पहिला भन्नु भएन बाजे तैँले तपाईँले त्यो थाहा पाएपछि यसो नगर है भनेर भन्नु भएन भने अब नमान्ने उसको आमा चाहिँ जन्म दिने आमा चाहिँ आइसकेपछि लगि त हाल्ने